गाइस गुड मर्निङ हाम्रो न्यू ब्लग प्रकाश राणा मगर चाहिँ बिहान बिहान दारुमा पकेर बसिरहेको छु त खरेल मामा यता हुनुहुन्छ के छ त प्रकाश राणा एकदम बिन्दास बिन्दास हो उहाँ चाहिँ उता चाहिँ हाम्रो जयचेला गाईघाटको इन्चार्ज हुनुहुन्छ रोयल बिपाको खरेल मामा एकचोटि हाई भनिदिनु न त यार ओ खरेलमा ए एकचोटि हाई भनिदिनु के केटी जस्तो लजेर आएको तपाईँ चाहिँ यार हाम्रो चापेलको ओम साइराम काउन्टर हो पूर्वको जुनसुकै ठाउँमा जानु पऱ्यो भने सम्झिनु सक्नुहुन्छ हाम्रो गाडीहरू चाहिँ टक्क यता लागिरहेको छ काका आज गाडी कतिवटा जाने हो गाडी कतिवटा जाने आज कतिवटा जाने गाडी तपाईँहरूको दुईवटा कि एउटा एउटा मान्छे कति जान्छ ल हाम्रो भाइ चाहिँ सफा गर्नलाई टक्क आइपुगिसकेको छ काउन्टरमा बस्नु न बस्नु सर बस्नु केही हुँदैन हाम्रो प्यासेन्जरहरूलाई चाहिँ टक्क बस्ने वाइफाई साइफाईको सुविधा छ साउजी यहाँ चिया खानु नपाएर अनि यहाँ बिहान बिहान चिया खानु पर्थ्यो नि त साउजी अनि के अलिक सन्चो हुनुभयो कि भएको थियो नि तपाईँ ठिक छ नि होइन साउजी पुरै बन्दैछ गाह्रो छ साउजी हाम्रो साउजी हो के गर्नु अब बाँकी खानुपर्छ यहीँ नै आमा कालो चिया खाऊँ न लु ओ मा कालो चिया खाने हो मामा सर कालो चिया खाऊँ गाडी आउनु हो तिनवटा बनाइदिनु न तिनवटामा ओ मा कालो कुन हो दुधको एउटा कालो दुईवटा यस्तो छ के हो हाम्रो प्रकाश भाइ चुरोट खान आँटेको हो ल हानु कमाइ छप्प भनेको सोलुकै छ आफ्नो दादा जम्मा 200 रुपियाँ हो ए अब जिनाखोको बस छोड्न आँटेको छ हाम्रो बाक्सिला चाहिँ गइसकेको जानकारी गराउँदै सामान आज टन्नै थियो प्रकाश दाइलाई आज सामान बोक्दै गरेँ दिनु दुईवटा जति चुरोट मैले खाँदैन भयो एउटा चाहिँ फेरि मलाई नि ए